कुद्दा उकालोमा ल कुदै कुदै बिर्सिराखेको रहेछ यार क्यामेरा त राम्रो छ है फोनको यता हेर्न अनि जङ्गली पानी हाँस है खै अनि हाँस के खाले सेवारो नमस्ते सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत छ। हामी चाहिँ ध्यापड्याम हाइकिङमा गएको हो। सुन्दरी जलको खाने पानी उ यतातिर त हो नि मेलम्चीको पानी यहाँनिर कि कहाँनिर छ होइन यहाँ पानी यहाँ छ त के हिँड्नै सकिँदैन ए एक्कासी केजी भनेपछि त अब खाँद नानी कहाँ नि यार खिचिराख्नु अनि यो मुझे झ्याउ हुन्थ्यो अनि त्यहाँ कडक कडक खिच्दा आफू खिचिराख्छ नि अनि बुझ्यौ उता माथिबाट जा अनि फेरि नि त्यहाँबाट खिच यता अब आफै अनि अब त्यहाँबाट हामी यता पनि कुद्दा उकालोमा ल कुदै कुदै मेलम्चीको पानी अरे फिल्टर गर्ने यहाँनिर झरेको अनि यता गएर त्यहाँनिर टिकट काट्ने ठाउँ गाडीबाट जाँदा यहाँबाट को त्यही त फ्रीमा दिनु नि नेपालको लागि है आउँदैछु म हेर त ओ देखिँदैछु म यो स्केल हुनु पर्यो है स्केल त छ नि कुदै कुद हातले नि टेकेर कुद्दाखेरि तेरो दाहिने हातको थेरापी हुन्छ हातले नि टेकेर हिँड्दै एकचोटि चार बाउले आँखा खोली त अहिले उतार्ने पल्टिन्छ खेल्छेस् त भिडियोग्राफर कि म भिडियोग्राफर सिकाउँछस् मलाई
बसेको खाने गौडामा किनभने त्यो रोप क्लाइम्बिङ पनि छ क्या यहाँ रहेछ टिकट काट्ने ठाउँ अनि भिडियोले बोलिहाल्छ नि यस्तो बोट खिचिदिनुपर्छ आफै भइहाल्छ नि शिवपुरी नागार्जुन त यस्तो आइज त्यो एउटै हो नि त हो यहाँ पनि हुन्छ यो त के अरे बुढानी हेरै कन्डे हो कन्डे टिकट काट्नु पऱ्यो नि देखा उयो पनि देखाउनुपर्छ यिनीहरू अस्ति टिप्नुपर्छ खै अब कहाँ गयो के अरे माइतीलाई पनि ल्याएर आउनु पर्ने रहेछ मिस्टेक गरियो यो त पहिल्यै थियो के अरे 78 सालतिर पनि ओ हो र साउन कि भदौको बेला आएको थियो त्यतिखेर यो तल खोलामा मान्छे पौडी खेल्नु त हुँदा थिएन जुका टाँसेन तुरीमा जुका लागेन अनि पानीमा पस्दाखेरि एउटा जुका बोकेर अनि निस्किँदा 4-5 भएन म के अरे म त्यत्तिकै हालिदिन्छु हाल्न नि प्राय ओत्रे गाउँको मात्रै त के अरे सब्सक्राइब गरिहाल्यो होइन लगाइदिने लगाइदिएन नि गाउँमा चाहिँ नबोलेको हो र अन्त बानी बेहोरा आइपर्यो तल निकाल्छु हौ छिटो आइज सिस्नु टिप्दै लानु टिपेर सिस्नु च्वाक केटी देख्नु उयो त्यो रुखको उताको जुम हुँदैन जाँठा ए अब गर्न हो त्यसले त्यसरी गर्न नि हेल्पर हो क्या त्यहाँ तर मधुर देखिन्छ त्यहाँ देखियो तर्दा चाहिँ दुईटा अलिक बिर्सिराखेको रहेछ यार के भएर माछा छ यहाँभित्र बल खेल्नु दिन्छ
अझै गाडी गाडी होइन बाइकमा नि हुन्छ गर गर मासु भात सुँगुरको त्यहाँ पनि छैन नि छैन ए तर त्यहाँ त छ होला हौ नम्बर टिपेर ले त के त यहाँ भिडियोमा छ त ऊ तल ग्राउन्ड रहेछ हौ गेम खेल्ने ठाउँ ऊ तल गेम खेल्ने नाम चाहिँ त्यो उ गर्ने होला फुटबल ग्राउन्ड हौ फुटबल ग्राउन्डहरू अनि त्यहाँनिर ए हो त रहेछ त साँच्चै पोस्ट सोस्ट गाडेर बनाएको अनि त्यहाँनिर उ छ गोल खेल्न छोडिहाल्यो अस्ति गएको म्याच यहाँनिर त होइन त्यहाँ खेल्दैन अस्ति म गएको खेलेँ नि एकचोटि नि खेलेन मुलाहरू हो यहाँ यहाँ हो कि के हो कि के कालो ढुङ्गा यहाँनिर हो यहाँनिर फोन राखेर जाँदा है यहीँबाट हो कि खै त लेखेछ भने चाहिँ छैन लेखेको हिँड्न नआउनु पर्ने अन्त अलिक पर गएपछि हौ खोला आउँछ भन्छ खोलै आएको छैन जहाँ ठा बनाएको नि अरे अनि नबनाइ हिँड्छ म आइ हिँड्ने बाटो कस्तो खालको यो के अरे परको के अरे भित्रको उयो पछाडिको क्यामेराले खिच्न भनेको अनि म चाहिँ ननिस्किनु यस्तो गरेर कहाँ बटारी राख्नु यस्तो के मुर्ति कस्तो खालको रहेछ त्यो पहिलाकोले के अगाडिको भन्दा पछाडिकोले राम्रो देखाउँछ कि थाहा छ त अनि तिमीको गर्ने बाइक त अनि जति कुदिहाल्छ नि यस्तो उनीहरू बाइकहरू डाँडामा कुदाउनु भने ऊ देखिस् उ यहाँ पछाडि बाइक आइहाल्यो त अनि बाइक भन्यो बाइक साह्रै अप्ठ्यारो छ नि त यस्तो भयो सिङ्गल होइन त्यही पनि डबल धेरै अप्ठ्यारो हुन्छ हल्का हल्का त भइहाल्छ नि के गरेर चिसोले खाइदियो कि त्यसले खाएको थियो मोमोजकोमा नेटै त नआउने रहेछ यहाँ नि 7 किलोमिटर देखाउँछ त ट्रेन 30 किलोमिटर 30 मिनट 7 किलोमिटर
झन्डैले सिँढी छैन छ नि मारेछ चिने एउटा मृग चाहिँ मारेर खाएर त्यहीँ जङ्गलमै सकिहाल्यो अनि एउटा सानो सानो लाङ्सा लासमा खोजेर मारि खाएछन् भिडियो बनाएर ल्याएको थियो पुरा थार मारेको भन्दै थियो क्या आशिष चाहिँ आम्मा अहिलेसम्म मैले थार देखेको थिइनँ गतिलो हुँदो रहेछ भन्दै भिडियो बनाएर आएको थियो चढ 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 सकेन पछाडि छुस्किहाल्छ है हिँड है सुसानी हिँड हिँड अगाडि पछाडिबाट खिच भनेको होइन म अगाडिबाट खिचौँ कि पछाडिबाट खिचौँ तर रेकर्ड चाहिँ भइरहेछ रेकर्ड हुन्छ कि त्यो क्यामेरा राम्रो आउँदैन म भएपछि आइहाल्छ नि टल्किन्छ हाँ के भयो अघिको अनि भएर सिधै छ सिधै छ ल अनि सँगै आएको साथीहरू कता गयो होला अनि हामी यता आइगयो बाङ्गो भयो भने खै यता नि चुप लागेर हिँड्न त्यसो गरेर अनि के अरे 45 मिनट भनेपछि त नि लगभग 5 किलोमिटर पो छ त अन्त रोटे रोड जाँदा चाहिँ 45 मिनट होइन हौ 5 किलोमिटर ए रोटे रोड जाँदा चाहिँ मैले हेरेको नि त गाडी त्यहाँनिर एउटा 2-3 जनाले अगाडि ल खाओ हाओ 4 पाउले हानै अब हिँड अगाडि चारपाउले त टेक्ने बेला भएको छैन तिम्बुङ पोखरी जाँदा नि एउटा यस्तै चेप बाटो छ नि जस्तो लाग्यो यता त बाटो छैन है भन्ने गएको हामी चाहिँ हाँसु छ नि यता त बाटो छैन है भन्दै हामी चाहिँ गएकै औ लड्छस् है निगरमै त दुःख पाउँछ होइन हौ
पिरा बोला बोला अनि यो त जमानाको होला नि यो के अरे हाइवे हाइवे अनि अलि बिस्तारै बिस्तारै आउँदै तलै बस है पर्खेर यो बाटो आएको छ अस्ति भन्दा यो बाटो आएको छ थाहा छ छैन अनि हिँड्न म त अलिक खासै जङ्गलै जङ्गल थियो जतै पनि अँ कहाँ त्यो त्यो के अरे त्यो बाटो यो बाटो आएको भए त मारिहाल्छ नि त्यो बाटो के अरे रोड हिँड्दा त रिक्ने अँ भालुले अट्याक गर्छ भालु चाहिँ होइन बन्देल चाहिँ रहेछ मजाले छ उधिनै राखेछ के माटोहरू बेसियो नि बन्देले उधिने जस्तै उधिनिरहेको थियो तल बेसियो नि गाउँमा चाहिने मिसला अँ बन्देल निस्केछ भन्थ्यो केटाहरू बागायो बागायो भन्दै त्यसो नगर हो यता तल देखिन्छ यता ट्र्याक हान्दै मलाई भागायो भन्दै उतातिर कुदेछु त्यस्तो पाप नगर त तुरा तुरा जानुभएको होला यस्तै होला हो गोरा यस्तो जानु गोरा ल्याउँदी खायो भने प्लास्टिक त बोक्नु पर्दैन माथि त माछ सभ्य नागरिक बन्नु सिक्न कति घन्टाको भ्लग बनाउँछु टावर त केही को हुँदैन रहेछ त्यहाँ हो र दुईटा कट्टा देखाइरहेछ के अनि ए म हामी त नि ए पुगिएछ त यार हामी त पर हामी यो ऐसेलु भोलि पर्सि चाहिँ आउनुपर्ने रहेछ नि त होइन फागुन हो चैत वैशाख जेठमा हो यहाँनिर त पावर हाउस पनि छ कि के हो जस्तो लाग्यो मलाई नि क्यामेरा त राम्रो छ है भनेको ठिकै छ उतल गएर फोटो खिच्न ठाउँ रहेछ अघि हामी त्यताबाट जानुपर्ने रहेछ नि त्यो पाराले म त अर्को उयो परको ठाउँमा उता पर रोड जाँदैछ त्यो बाटोमा खै बोटिङ त छैन ल
यो भन्दा पनि अझै पो छ कि पर मान्छे रहेछ हो सबै बाटो छ कि क्या उता खै ड्याम बनाउनु हजुर ड्याम चाहिँ किन बनाएको हो बागमती सफा गर्नुलाई नि हो अनि एकैचोटि पानी खोलिदिने यहाँ ड्याममै अनि हिउँदोमा के अरे हिउँदोमा पानी छैन नि त हालेको छ कि क्या बागमतीमा आउँछ त बर्खामा हो बागमतीमा त ठुल्ठुलो माछा आउँछ यहीँ हालेको होला खै बागमतीमा के को बर्खामा त आउँछ ड्याम फुटेर आएको भन्छ ड्यामदेखि आएको भन्छ ए होला सायद त्यहाँ अनि त्यताबाट पनि कहाँबाट जाने हो ऊ माथि बाटो त छ जान्दिन्छ हुन्छ होला खै यता हेर्न आर्मीहरू बस्छ होला सायद यहाँ त सबै जोडी जोडी आउने ठाउँ रहेछ नि पेट मात्र कस्तो कराउँदै बसिरहेको छ ठ्याक्कै यहाँनिर ड्याम रहेछ कति उतानिर यस्तो हुँदो रहेछ अनि ठक्क बारेको पोखरी रहेछ नि त त्यो यो त अनि के अरे भात खाएको छैनस् बिहानै भात खाएको नखाएको चौचौँ त खाएर त्यही हो रहेछ होला चौचौ खायो बस्यो आयो पाद्यो त पनि यो चाहिँ ढ्याप ड्यामको ठ्याक्कै ड्याम सर्लक्कै अनि जङ्गली पानी हाँस है खै अनि हाँस 3 4 6 8 जङ्गली त हुन्छ होला नि 11 12 13 14 15
15वटा रहेछ कति छ त नि यत्रो पोखरीमा कहाँ देख्छ यहाँ देखिएको जति चाहिँ ऊ पर 3टा छ ऊ त्यहाँ 3टा छ अब उता गुजुप्पामा 7वटा छ कहाँ छ ऊ त्यहाँ हेर्न ऊ कुदिरहेको गुजुप्पे? ऊ पर ऊ यता छ गुजुप्पा चाहिँ त्यसले सेक्यो तैँले ढाँटी छ ल कन्डो ढाँछ ढाँट्दैनस् तेरो त खासै अनुहार हेर्दै इमान्दारी छुइनँ इमान्दारी छैनस् के गर्नु इमान चाहिँ छ दारी चाहिँ छैन तर अब के हो कोही यहाँ अनि ठ्याक्कै टोइलेटहरूको व्यवस्था हुँदो रहेछ भनौँ न होइन अनि पानी नै छैन नि हौ सुकी मर्के पाताहरू छ ऊ माथि दिँदो ट्रमा छैन देखाउटी मात्रै नि हो ऊ त्यो चाबी लगाएकोमा चाहिँ आउँछ ल ऊ यहाँनिर हेर गणेश यस्तो यसमा पनि किसिम त भाइ हो ल आयो मिलन दाइ दाइ पेट अलिक ल ल मैले के खाले यति हो यसको ध्याप्रेमदेखि चाहिँ हामी फर्केको है अब सट्टैसँगले अगाडि बढ्यो ल जम्मा यहीँनिर हो हामी पनि बाई ढाक ड्यामबाट यहाँ आइपुगेर अब यहाँदेखिबाट चाहिँ गाडी चढ्ने अलिक पतिरबाट ल बाई बाई